सन्दर्भमा उत्कृष्ट ढङ्गबाट अर्धशतक मास्टर क्लास टाइगरको गर्जनसँगै महेन्द्र सिंह धोनीको कुरा गर्दै थियो। आएको छ हेलिकप्टर शट, त्यो ब्याटको फ्लो, बल गएको छ त्यहाँ डिप पोइन्टमा, फिल्डर थिए, हेर्ने मात्र छन् 6 रनका लागि। दिपेन्द्र सिंह ऐरी कहाँ घुमेको छ उनको लय हो। अघिल्लो खेलमा सस्तैमा आउट भए, तर जब चाहिन्छ ब्याट चल्छ, रन आउँछ। 29 बलमा अर्धशतक पूरा गरेका छन् नेपालका उपकप्तानले र नेपाल हेमले 290 भन्दै हुनुहुन्थ्यो, दिपेन्द्र सिंह ऐरी भनिरहेका छन् हेर्दै जानु 315-20 आउँदैछ। यो शट जुन खेले आजको शट अफ द डे, किनकि एक्जिक्युसनको हिसाबले र जुन परिस्थितिमा खेलेका छन् दिपेन्द्रले, जुन इजको साथमा खेलेका छन्, त्यो हेलिकप्टर एमएसडीको चलको देखाइदिए जब उनी मैदान प्रवेश गर्थे एनपीएलमा। त्यो फेमस येल्लो जर्सीमा सुदूरपश्चिम रोयल्सको जुन रोयल्स आर्मीले जसरी उनलाई स्वागत गर्थ्यो, त्यसले त झलक देखिन्थ्यो नै एमएसडीको। तर यो शटमा किन उनी एमएसडीको फ्यान हुन् र दिपेन्द्र सिंह ऐरी नो डाउट करेन्ट फर्ममा हेर्छौँ भने नेपालको सर्वोत्कृष्ट ब्याटर। यर्कर लेन्थलाई पठाए अन साइडमा, क्विक रनिङ बिट्विन द विकेट, तर त्यहाँ पनि हेर्नु आरिफको पनि राम्रो रनिङ। यो सुरक्षित छन् एसैनन दिपेन्द्रले आफू फर्किसकेपछि हेरिरहेका थिए उनैलाई। हेमको शब्दलाई अलिकति मैले परिमार्जित गर्न चाहे, सर्वोत्कृष्ट क्रिकेटर भन्न चाहन्छु म दिपेन्द्र सिंह ऐरीलाई। किन भन्दा बलबाट पनि उनको जादु जारी छ, फिल्डिङ उत्कृष्ट गर्ने गर्छन्, रनिङ बिट्विन द विकेट, र सबैभन्दा ठुलो चिज संकटको घडीबाट टिमलाई निकाल्ने गर्छन्। त्यसकारण ब्याटर मात्र होइन कि सर्वोत्कृष्ट क्रिकेटर रहेका छन् नेपालको। यो हेरौँ यर्कर लेन्थलाई जसरी हेलिकप्टर शट मार्फत बाहिर चेस गर्दै स्टनिङ छक्का। यसमा त म निशब्द नै छु। तपाईँ के भनेर तारिफ गर्नुहुन्छ यो शटलाई? बस हेर्नुहोस्, इन्जोय गर्नुहोस्, आफ्नो मेमोरीमा सजाउनुहोस् यस्ता शटहरू। यो इनिङलाई पनि ऐरी मास्टर क्लास टाइगर। गर्जन रुक्ने छैन, गर्जन रुक्ने छैन, अझै जारी नै राख्ने छ। यसपटक शुभम रञ्जने यर्कर लेन्थ बलमा निराश त हुनेछन्, किनकि एकदमै राम्रो बल रहेको थियो, तर पनि यहाँ फ्लिक गर्नको लागि पुरा अन साइडमा तयार भइसकेका थिए दिपेन्द्र। यसपल्ट हेरौँ, राम्रो बल थियो। एकपल्ट फेरि हेलिकप्टर घुमेको थियो, खालि कनेक्सन भएन। शुभम रञ्जने बताइरहेका छन् दिपेन्द्र सिंह ऐरीलाई सम्म त नजिक थियो त्यहाँ, तर पनि जुन स्लोअर यर्करको प्रयास गरे शुभम रञ्जनेले, यसबाट म पोजिटिभ भन्न सक्छु। त्यो पहिलो छक्का, त्यसपछि त्यो डबल, र त्यसपछि 2वटा डट बल अत्यन्तै प्रिसियस। जब तपाईँको मेन स्ट्राइक बलरहरूले त्यो गर्न सकिरहेका छैनन् भने शुभम रञ्जने आएर कम्तीमा पनि यो बहुमूल्य डट बलहरू दिइरहेका छन् अहिले अमेरिकालाई। उगारकर, नेत्रवलकर, उनीहरूबाट अपेक्षा रहेको थियो यस्तो प्रकारले